नेपालको इतिहासमा एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ। हाम्रो पार्टीको केन्द्रीय कार्यालय सहित 48 जिल्ला कार्यालय करिब 125 जना नेताहरूको निजी घर 1.5 करोड तोडफोड लुटपाट र आयोजनी गरिएको छ। नेपालको प्रजातान्त्रिक क्रान्ति सङ्घर्ष र आन्दोलनको ऐतिहासिक स्थान विराटनगर कोइला निवास, काठमाडौँ चक्सीबारी कृष्णसिंह निवास, ललितपुर पानी गाउँ स्थित सन्त नेता कृष्ण भट्टराईको आश्रम पनि जलाएर खरानी बनाएको घटना जनमर्मान्त बनाएको छ। यति मात्रै होइन, नागरिकको जीवनको सुरक्षा गर्ने जिम्मेदारी भोगेका सुरक्षाकर्मीको घुरबदले हतियार लुट्ने, नागरिकको निजी सम्पत्तिमाथि तोडफोड लुटपाट र आयोजन गरिएको छ। यी दुवै घटनाको तथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु माग गर्दछु। भदौ 24 गतिको घटनामा शान्तिपूर्ण घटना 24 गतिको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्नुभएका म राष्ट्रपति रामचन्द्र पौडेलजीलाई यस बैठक मार्फत हार्दिक धन्यवाद दिन चाहन्छु। प्रतिकूल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नेहरूको सङ्कट रोकिएको छ। जेएनजीले देशमा सुशासन भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित गर्नुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधित गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरूको मुलुकप्रतिको चासो चिन्ताको सम्बोधन गर्नुपर्छ। यस विषयमा पनि बैठक छलफल गरिनेछ। तर अहिले अकल्पनीय र मानवीय त्रासदीपूर्ण भएको घटना आकस्मिक र स्वतस्फूर्तभन्दा पनि सुनियोजित योजनाबद्ध नै थियो भन्ने कुरामा घटना बाहिर आएका तथ्यले पुष्टि गर्न थालेका छन्। यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्छ। यो अनुसन्धान कसैलाई तत्कालिक लाभा घाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई ध्यान राखेर अघि बढ्नुपर्दछ। देशमा सबै महत्त्वपूर्ण अङ्गहरूको मनोबल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अङ्ग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत सुरक्षा निकाय लगायतका सबै निकायहरूलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्दछु। साथीहरू, विगत 80 वर्षमा नेपाली काङ्ग्रेसको सबैभन्दा विश्वसनीय नेपाली जनताको आस्थाको केन्द्र सबैभन्दा ठुलो मेरो पार्टीको रूपमा रहँदै आएको छ। देशको राष्ट्रियता लोकतन्त्र निमित्त नेपाली जनताले कहिले कसैसँग पनि सम्झौता गरेन। जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्याउने नेपाली काङ्ग्रेसको विशेषता नै हाम्रो पार्टीलाई सदैव जनताको प्यारो पार्टी स्थापित गरेको छ। लोकतन्त्र प्राप्तिको सङ्घर्ष होस्, देशमा भएका सबै राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरको आन्दोलन होस्, नेपाली काङ्ग्रेसले ठिक राष्ट्रिय एजेन्डा तय गरी देशलाई उचित गन्तव्यमा पुर्याएको छ। अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहेका देशभित्र विश्वभर फैलिएका नेपाली दाजुभाइ र दिदीबहिनीहरू सहित संसारको आँखाको बैठकतर्फ आयोजित भएको मैले अनुभव गरेको छु। त्यसैले पनि हामी यस समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई निश्चित उचित विकास दिने निर्णय गर्न आवश्यक छ। यस बैठकमा हामीले नेपाली काङ्ग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वसनीयतालाई पुष्टि गर्नुपर्दछ। विद्यमान अवस्थामा मुख्य रूपले हामीले आफ्नै पार्टीको विषय राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिका बारेमा उचित मार्गदर्शन गर्नुपर्नेछ। नेपाली काङ्ग्रेसको एकता आजको आवश्यकता हो। देशमा सङ्कट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साथी राखेर एकताबद्ध हुनुपर्दछ। हामीले हाम्रा बिचमा व्यक्तिगत वा समूहगत रुचि अरुचि, हित अहित
लाभान्वित सबै विषय गौण छन्। म सबै साथीहरूलाई आह्वान गर्दछु विषयवस्तुमा व्यापक छलफल गरी एकता गरी एकमतका साथ निर्णयमा पुगौँ, ठोस निर्णयको कारण गरौँ। साथीहरू, पार्टीको आर्थिक जीवनसँगै 15औं महाधिवेशन र नेतृत्व हस्तान्तरणको सवाल उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सबै सधैँ एकजना मुली रहँदैन। पार्टीमा पनि हामी सबै एकजना सभापति रहँदैन। जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रा वैधानिक व्यवस्था नेपाली राजनीतिक इच्छाले 15औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी 15औं महाधिवेशनबाट बाहेक अरू साथीहरू सभापति बन्नुहुनेछ, त्यसमा दुविधा छैन। देशको वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई एकताबद्ध सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा अनुसन्धान, अन्य राजनीतिक दलसँग मिलेर संवाद, सहकारी गर्न आवश्यक छ। संविधान सभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ। जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा अब संवैधानिक अवरोधले घेरिएको छ। सरकारले फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्व शर्तमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन। सुरक्षा निकाय मनोबल निरीह बनेका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण निर्वाचन सम्पन्न हुन्छ भने सबैले स्वतः सुपूर्दमा निर्वाचनमा भाग लिने अवस्था सिर्जना हुन्छ भन्ने कुनै दुविधा भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको यस्तो समस्याको ध्यान जाओस्। सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पूर्ण संवैधानिक बाटो फर्काउन आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक बन्ने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनेको छैन। यस्तो अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ। मुलुकमा सङ्कट आएको बेला त्यसको निकासको निम्ति नेपाली कांग्रेसले दिँदै गरेको विगतका इतिहासहरू आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौँ। साथीहरू, तपाईँलाई थाहा छ, म किशोर अवस्थादेखि नै देशको राष्ट्रियता, लोकतन्त्र, विधिको शासनलाई जीवन पर्यन्त सङ्घर्ष गरेको व्यक्ति हुँ। म लोकतन्त्रका निम्ति राजनीतिमा हमेसा अहिले जस्तो सरल र सहज अवस्था पनि थिएन। धेरै खालका दुःख कष्ट जेल नेल खाएर आएको व्यक्ति हुँ। सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेस सभापति हुने धेरैका साथ राजनीतिमा लागेको पनि होइन। मन वचन कर्ममा एकै उद्देश्य थियो, राष्ट्रियता र लोकतन्त्र। मुलुकमा लोकतन्त्र स्थापनाका कारण साथीहरूको स्नेह समर्थनको विभिन्न राजकीय पद प्राप्त गरेको हुँ। मैले राजनीतिमा निकै आरोह अवरोह गरेको छु। देशमा सङ्कट उत्पन्न हुँदा सदैव जनताका पक्षमा दृढतासाथ उभिएको छु। अझै जीवन रहलासम्म देश र जनताका लागि समर्पित रहनेछु। मैले सदैव राष्ट्रिय साथीहरूबाट अपार माया स्नेह समर्थन प्राप्त गरेको छु। साथीहरूप्रति पनि मेरो निकै प्रेमपूर्ण समर्थन छ, प्रेम भाव र समर्थन छ। मैले नेपाली कांग्रेसलाई सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपालीका मौलिकता सहितको पार्टी बनाउने प्रयास गरेँ। चाहे पार्टीभित्र कदमजुको नीति लागू गरेर होस् कि केन्द्रीयदेखि वडासम्म संसदमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियान चलाए। यस काममा पनि गर्व गर्न चाहन्छु। मैले छोटो समयका लागि भए पनि 5 पल्ट प्रधानमन्त्री अवसर पाएँ। 5 पल्ट प्रधानमन्त्री हुँदा करिब एक कार्यकालका समय थियो। करिब एक कार्यकालको समय थियो।
त्यहाँसम्म पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ। तर पनि मैले कतिपय क्षेत्रको सुधारका कसै ढुङ्गा काम गरेको तपाईँहरूलाई अवगत नै छ। सामाजिक कुरीतिका रूपमा रहेको कमैया मुक्ति, छुवाछुत मुक्त नेपालदेखि सामाजिक रूपान्तरण कतिपय कामका सुरुवात गर्ने पाउँदा मलाई गर्व महसुस हुन्छ। नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन 2058 जारी गरेको हुँ। नेपालको भूमिमाथि द्वैत स्वामित्वको अन्त्य गरी वैज्ञानिक भूमि सुधार लागू गरेको हुँ, जसमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैत स्वामित्व अन्त्य भएको छ। सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्ने मैले मुल्की ऐनको 21औं संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला पुरुषको हक स्थापित गरेको हुँ। दलित महिला र जनजातिको लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचना सुधार गरेको हुँ। मुलुकको आर्थिक रूपान्तरमा डिस्चार्जको रूपमा देखिएको मूल्य वृद्धि कर लागू गरेर कर प्रणालीलाई वैज्ञानिक र आधुनिक बनाउन काम गर्ने मेरो प्रधानमन्त्रीत्वमा सुनेको। प्रधानमन्त्री र पार्टी सभापतिको रूपमा काम गर्दा केही कमी कमजोरी भयो होला, तर मैले सबभन्दा नेपाली जनतालाई जनतालाई र पार्टीलाई केन्द्रमा राखेर काम गरेँ। केन्द्रीय कार्य समितिको निर्णयहरू सबै सर्वसम्मत भएका छन्। सरकारमा रहँदा भएका पद जिम्मेवारी हुन् पनि सरसल्लाह भएका छन्। सरकार सबै साथीहरूलाई पार्टीको निर्णय प्रक्रियामा सहभागी भएको छ। भारत 24 देशमा मुलुक चलेको छ। त्यहाँ म र मेरो परिवारमाथि ज्यान लिने मनसायले साङ्घातिक हमला भएको थियो। घरमा तोडफोड लुटपाट आगजनी गरेर सुरक्षाकर्मी घटनासम्म अथक प्रयासपछि हामीलाई उद्धार गरेको थियो। तर मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौगोलिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरू जानकार नै हुनुहुन्छ। यसैले नपुगेर हाम्रो प्रतिष्ठा सबै गिराउने सुनिश्चित रूपमा झुटा प्रचार गरियो। तपाईँहरूलाई माया प्रार्थना कामनाले उत्साहपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु। मेरो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्बन्ध राष्ट्र जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जोसुकै बेला पनि आउन सक्छ। केवल सामना गर्न साहस राख्नुपर्छ भन्ने मेरो मान्यता छ। यो घटनाहरू छट्टै हेर्दा म जस्तै हाम्रा अन्य राजनीतिक दलका अनगिन्ती साथीहरू भोगिरहेका व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रता हेर्दा पार्टी पद्धति र पार्टीको माथिको आक्रमण भन्ने मेरो ठहर छ। म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी र शुभचिन्तकलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हाम्रो पार्टीको यो आगामी बैठक समसामयिक अवस्थाको ठोस निर्णय गरी देशलाई उचित निगाह दिने अवस्थामा पुग्नेछ भन्ने मेरो विश्वास छ। काङ्ग्रेसको आगामी इच्छाहरू भएर देश अगाडि बढ्नुपर्छ, बढ्ती चुनौतीको सामना गर्नुपर्छ। राष्ट्र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नु परेको छ। यसलाई ध्यानमा राखी हामी पार्टीको विधान अनुसार तोकिएको समयमा 15 महाधिवेशन सम्पन्न गर्ने विधानमा केन्द्रीय समितिले छलफल गरी आवश्यक निर्णय गर्नेछ। देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी विकासका लागि आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग पनि वार्ता सम्वाद गर्नुपर्छ। मेरो स्वास्थ्य कारणले पार्टीको सभापति प्रबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी तोकेको छु। उहाँले पार्टीको विशेषमा काम गर्नुहुन्छ मेरो विश्वास छ। जय नेपाल। र अन्तमा साथीहरूलाई एउटा कुरा के भन्न चाहन्छु भनेदेखिलाई यो फेक भिडियोसहरू जो अहिले चाहिँ रिपोर्ट आएको छ, यो बाहिरबाट चाहिँ मेरो घरको भेटीको बोलेको झुटा प्रश्न प्रचार लाग्छ। यो फेक भिडियो बनाएर चाहिँ यो धेरै पहिले काम गर्ने फेक भिडियो बनाएर मेरो खिलाफमा चाहिँ चरित्र गर्ने काम भएको कुरा अहिले सामाजिक सञ्जाल र विदेशीको सम्बन्धी आइसकेको छ। र यो बेरोजगारी अरू देशको भिडियोहरूबाट चोरेर
तानेर ल्याएर मेरोमा हालिदिएछ नदेखाएको त्यो एउटा आएको छ किताब त्यो हो त्यो आएको छ त्यो चाहिँ नि त्यस कारण चाहिँ यो चाहिँ कुरा अहिले आएर स्पष्ट भइसकेको छ यो चाहिँ एकदम फेक भिडियो बनाएर मेरो खिलाफको चाहिँ एउटा चाहिँ नेगेटिभ किसिमको बनेको छ यसको सम्बन्धमा चाहिँ छिटै नै चाहिँ सामिल होस् र यसमा चाहिँ हामी धारणा छ र अन्तमा साथीहरूलाई धन्यवाद दिँदै म चाहिँ नि मलाई अब समय पनि छैन मलाई चाहिँ अब यो अलिकति अहिले पनि यो भनेको अलिकति चक्कर आउने किसिमको छ मेरो चाहिँ यो त्यसैले चाहिँ म चाहिँ धेरै वर्ष सक्दिनँ म बुझाउँछु धन्यवाद।